हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी कामाख्या मन्दिर गएर दर्शन गरेर फर्केसम्मको भिडियो गेटदेखिबाट बनाएर हालेको छु। हजुरहरूलाई के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला। अनि सबैजनालाई चाहिँ कामाख्यामा लेख्न चाहिँ नभुल्नु होला है। सबैजनालाई कामाख्यामा हालेर रक्षा गरून्। हामी चाहिँ गएर झरेम गाडीबाट यति भिड थियो नि, मन्दिरमा बहुत भिड थियो। अनि हामी पूजाको सामान किन्न भनेर दोकानमा गयौँ। दोकानमा जाँदा चाहिँ बाबुले बहिनीको जुत्ता खोलिदिन्छु भनेर रेडी भयो। मेरो छोरो नि ठुलो भएछ, बहिनीको जुत्ता खोलिदिन सक्ने भएछ भनेर हेरेर बसेको। कस्तो मजाले खोलिदियो भने चाहिँ दाइले खोल्दैछ भनेर चुपचापले बसिरह्यौँ। त्यसपछि हामी त्यहाँबाट फुल प्रसादी लिएर ब्याएर अनि हामी गयौँ मन्दिरको तर्फ। यति भिड थियो, खुट्टा राख्ने पनि जग्गा थिएन। बच्चाहरू लिएर गएको बल्ल गथेमा हामी त एकदम भिड थियो। नवदुर्गाको टाइम भएर पनि होला होइन, मन्दिरमा बहुत भिड थियो। सुरुदेखिबाटै भिड थियो, गाडी राख्ने जग्गा पनि थिएन। बल्ल पार्किङ गरेर गएको। यस्तो राम्रो बनाएको थियो नि मन्दिर चाहिँ, डेकोरेसन गरेर सजाएर बहुत राम्रो बनाएको थियो। कोलको पत्ताले फुलले सजाएर हेर्नु न कति राम्रो बनाएको थियो। फोटोमा त अझ कमै राम्रो देखिन्छ, प्रत्यक्ष त यति राम्रो थियो नि मन्दिर, बहुत राम्रो बनाएको। जब मन्दिरभित्र छिर्छौँ नि तब लाग्छ शान्ति हुन्न, त्यहाँबाट निक्लेर कहीँ पनि नजाउँ, त्यहीँ बसिराखौँ जस्तो हुन्छ। यस्तो राम्रो लाग्छ नि मन्दिरभित्र छिरेपछि, खै के हुन्छ कुनै त्यस्तो। अनि त्यसपछि हामी त मन्दिरभित्र जान सक्ने जस्तो त थिएन, बहुत लाइन थियो। लाइनमा त बसेरै सकिन्थेन। अनि त्यही माथि हामीले त 3-3वटा बच्चा लिएर गएको थियौँ, सानो बच्चा पनि थियौँ। अनि हामीले चाहिँ पण्डितसित बात गरेर उसलाई, सानो बाबुलाई चाहिँ जसरी भए पनि दर्शनभित्र गराएर लिएर आउने। बाबुलाई त हामीले फर्स्ट बार लाँदैछौँ, त्यही भएर जसरी भए नि भित्र दर्शन गराउन पाए हुन्थ्यो भनेर हामीले चाहिँ पाण्डासित बात गरेर पाण्डालाई भित्र लिएर गएँ। जबसम्म बाबुलाई लिएर गएर दर्शन गरेर लिएर आउँछौँ तबसम्म चाहिँ हामी बाहिरतिर घुम्दै गऱ्यौँ। यता गणेश मन्दिरतिर गयौँ, यताउता घुम्दै गऱ्यौँ। अनि बाबुलाई पनि भित्र पण्डितले दर्शन गराएर एकछिन बादमा लिएर आइदियो। त्यसपछि हामीले चाहिँ बोका चढाउने भनेर बोकालाई लिएर आएर चढाउनको लागि किनेर लिएर आउनुभयो गएर। नानी चाहिँ यति खुसी भएको थियो नि बोका देखेर। नानी र बाबुको त सिमै थिएन बाख्रा देखेर। अनि भित्रपट्टि साइडमा पनि यति राम्रो बनाएको थियो नि, हेर्नु न मन्दिर वाउ, फुलले सजाएर कति राम्रो बनाएको थियो, सुन्दर देखेको थियो मन्दिर। बाफ रे बाफ, नवदुर्गाको टाइममा भएर होला। अनि यता चाहिँ भजन चलिरहेको थियो। अनि यता अब नानी चाहिँ नाच्न थाल्यो। नानी आमालाई पनि नाच्नु भनेर बाबु बोक्दै आमा पनि नाच्न लाग्नुभयो। त्यसपछि हामी चाहिँ निचे पानी भएको जग्गामा गएर बोकालाई पनि नुहाइदियौँ, हामीले पनि हात खुट्टा धोयौँ। त्यसपछि अनि पूजा गर्न थाल्यौँ, बोकालाई माला लगाइदियौँ, अबिर अक्षता लिएर पूजा गर्न थाल्यौँ। नानी र बाबुलाई त थाहा थियो बाख्रा हो भनेर खुसी भइरहेको थियो। ठुलो नानी र बाबु त, सानो बाबु पनि पुरा इन्जोय गरिरहेको थियो। के रहेछ यस्तो भनेर उसको चुल तान्दै बस्दै गरिरहेको थियो। हेर्नु न कस्तो मजाले चुल तान्दै बस्दै गरेको छु, के रहेछ भन्ने हुँदो नि बिचरा बाबुलाई पनि छोएर चुल तान्दै बस्दै गरिरहेको थियो बाख्राको उसले पनि। अर्को 2जना त यति खुसी थिए नि बाख्रा देखेर, के भन्नु। त्यसपछि हामी पूजा गरी भ्याएर बाहिर निक्लियौँ र अनि नरिवल फुटायौँ, सबै गऱ्यौँ। अनि बत्ती जलायौँ साइडमा गएर। त्यसपछि हामी फर्किनको लागि भनेर हामी मालाहरू रहेछ बाटोमा, अनि माला पनि किन्यौँ, हाम्रो लागि किन्यौँ, बाबुको लागि किनिदियौँ। अनि त्यसपछि हामी घर फर्किएर आयौँ। बाई बाई सबैजनालाई। हजुरहरूलाई कस्तो लाग्यो भिडियो?